एयर बस अब सन्धिखरको बस पार्कबाट काठमाडौँको लागि छुट्दैछ। 37 को बसमा आज 37 जना यात्रीहरू हुनुहुन्छ। एसी बस आजदेखि यहाँ अर्घाखाँचीबाट पश्चिम नेपाल बस व्यवसाय प्रणालीले नयाँ बस सेवा शुभारम्भ गरेको छ। कामनादेखिको यो बस सेवा प्रत्येक दिन दिउँसो 3:35 पौने 4 बजे सन्धिखरको बस पार्कबाट छुट्ने र अर्को दिन बिहान करिब 7-8 बजेसम्म काठमाडौँमा पुग्ने भनेर यहाँ जानकारी गराउनु भएको छ। आजबाट यो नयाँ सेवा शुभारम्भ हुँदैछ। हामी भर्खर बसमा आइसकेका छौँ। अब हेरौँ यहाँ कस्तो छ यहाँको यसको सेवा सुविधाहरू। यहाँ प्यासेन्जरहरू बस्नु भएको छ। आज पहिलो पटक अर्घाखाँचीबाट काठमाडौँ जाँदैछ। नमस्कार। हजुर नमस्कार। कहाँसम्मको साइड गर्नुभयो? काठमाडौँसम्म। काठमाडौँसम्म आज पहिलो पटक पर्नु भएको छ? आज पहिलो पटक परियो। यो पश्चिम व्यवसायी जो अञ्चल व्यवसायी सङ्घले जो राम्रो गरेछ। हजुर हजुर। अब एकदम माथि सिल्भर पनि छ अरे, एकदम एसी र कतिको बस हालो। यस्तै सुविधा हामीलाई अर्घाखाँचीवासीलाई सधैँ भइरहोस् भन्ने हो। उहिले हामी चाहिँ उहाँ पत्रकोट गएर गाडी चढ्थ्यौँ। यो सुविधा आएको छ, यसको लागि हामी अर्घाखाँचीवासीहरू खुसी छन्। म पनि यसको लागि। हजुरको शुभ नाम? मेरो नाम राजु नेपाली। हजुर हस्। यहाँ धेरै यात्रुहरू हामी बसेको देख्न पाउँछौँ। हजुर नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम अनिस पन्थी। काठमाडौँसम्म जाँदै हुनुहुन्छ? हजुर। आजबाट अर्घाखाँचीबाट यो बस सेवा सुरु भएको छ। पश्चिम नेपाल बस एसोसिएसन प्रणालीले कस्तो आनन्द आइरहेछ? एकदमै आनन्द आइरहेछ। यस्तो सोफा सिटरमा बसेर जानु पाइयो। एकदम राम्रो गाडी होटलदेखि गए जस्तो भइरहेछ। हो। हामीसँग पश्चिम नेपाल बस सङ्घका सञ्चालक व्यवसायी हुनुहुन्छ सन्तोष दाई हुनुहुन्छ, बस्ने दाई। यसको बारेमा थोरै बताइदिनु दाई। यो सोफा सिट 37 सिटको गाडी हो। अनि 2x2को 2टा सिट पर्छ। सुतेर जानु मिल्छ। यहाँ सुत्न पनि मिल्ने रहेछ है। जान पनि अनि यो सुतेर जानेको भाडा के हुन्छ? तल जति हुन्छ माथि होइन, थोरै बढी हुन्छ। भनेको कति 1-200 बढी हुन्छ कि? 1-200 बढी हुन्छ। हजुर हजुर। यो सुतेर जान पनि मिल्यो यहाँ यो तपाईँ सक्नुहुन्छ। एयर सस्पेन्सन गाडी हो। एयर सस्पेन्सन गाडी हो। सुतेर जान पनि मिल्यो। कति सिट दाइ हो? यो 37 सिट। 37 सिट। पश्चिम नेपाल बस व्यवसाय सङ्घ प्रणालीले आजबाट अर्घाखाँचीबाट काठमाडौँको लागि रात्रि सेवा नाइट गाडी सञ्चालन गरेको छ। एकदमै फ्लेक्सिबल सुविधा सम्पन्न गाडी आजबाट यहाँ सञ्चालन भएको छ। तपाईँहरू दृश्यमा देख्न सक्नुहुन्छ त्यहाँ धेरै यात्रुहरू हुनुहुन्छ। एकदम हजुर यहाँ लड्डु बान्ने कार्यक्रम पनि भइरहेछ। त्यसै क्रममा हामीसँग पश्चिम नेपाल बस एसोसिएसन प्रणालीका अर्घाखाँचीको कार्यालय प्रमुख हुनुहुन्छ, शाखा प्रमुख हुनुहुन्छ कमल भट्टराई। अन्त यसको बारेमा बताइदिनुहोस् न तपाईँले। कति पनि भाडा एउटै भनेको सुतेर जाने ठाउँ? सुतेर जाने ठाउँ अघि देखिसकेको छ हामीले सुतेर जाने ठाउँ। त्यसको भाडा र सिटको भाडा एउटै ध्वनि प्रदूषण अनुकूल होइन भएको गाडी भन्नुहुन्छ। अहिले नयाँ आएको
यसमा युरिया पनि राखिन्छ, डिजलसँग सँगै युरिया पनि राखिन्छ किन त्यस्तो? टङ्कीमा। यसको चाहिँ त्यो धुवा ननिस्कोस् भनेर प्रदूषणको लागि। हजुर हजुर यसको इन्जनै त्यस्तै खालको इन्जन अनि नयाँ किसिमको गाडी। हजुर, यहाँ धेरै यात्रु महानुभावहरू हुनुहुन्छ। नमस्कार, कहाँसम्मको यात्रा गरिदिनुहुन्छ? काठमाडौँ। अनि यो पहिलोपटक यहाँ अर्घाखाँचीबाट यो बस सेवा सुचारू भएको छ। तपाईँलाई यो बसमा बसेर यात्रा गर्दाखेरि कस्तो आनन्द महसुस गर्नुभएको छ? राम्रो भएको छ? हजुर, यो चाहिँ एयर सस्पेन्सर भनेको यसको सस्पेन्सन भनेको हजुरको यहाँनिर यो गाडीमा पट्टा हुँदैन। पट्टा हुँदैन। जुन गाडी पट्टा भएर गाडी झाँकै बढी हुन्थ्यो पट्टामा भने यसमा चाहिँ तपाईँको ब्यालेन्सको हिसाबले झाँकै कम एकदम हिँडेको प्यासेन्जरलाई अनुभव हुँदैन। आनन्दले झन्डै भन्दाखेरि प्लेनमा चढे जस्तै। सेम हजुर, सम्झिँदा हुँदैन। हस्। हामी यति बेला सन्धि खर्कमा रहेको बस पार्कमा छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ आजबाट पश्चिम नेपाल बस व्यवसायी सङ्घ प्रणालीले अर्घाखाँचीको सदरमुकाम सन्धि खर्कदेखि काठमाडौँको लागि नाइट बस सेवा सुचारू गरेको छ। यसको सेवा सुविधाको बारेमा अघि हामी जानकारी गराइसकेका छौँ। अहिले आज पहिलो दिन यात्रुहरू खचाखच हुनुहुन्छ, यात्रुहरूको चापाचाप छ र सुतेर यात्रा गर्न सक्ने 2वटा सिट पनि रहेछ र त्यो सिट तलको सिट अथवा यात्रुहरू बस्ने जुन तलको सिट हो त्यो सिट र माथि त्यो सुतेर जाने सिटको मूल्य एउटै छ भनेर जानकारी गराउनु भएको छ यहाँ समितिका व्यक्तिहरूले। सुरक्षित, आरामदायी र व्यवस्थित यात्रा गर्नु परेमा हामीलाई सम्झनु होला पनि भन्नुभएको छ पश्चिम नेपाल बस व्यवसायी सङ्घको टिमले। यति एउटा